हेलो साथीहरू, आज चाहिँ म यसो कोठामा बस्दा बस्दा बोर लागेर म चाहिँ बाहिर आउटसाइड द रोम अथवा आउटडोरमा बाहिरपट्टि निस्केको थिएँ। अनि म चाहिँ मेरो नर्मल फोनबाटै भिडियो क्याप्चर गरिरहेको छु। यहाँ चाहिँ नदीहरू यसरी बगिरहेछ, म तपाईँलाई देखाउँछु। यसरी बगिरहेको छ, देख्न सकिन्छ होइन। अनि चाहिँ म चाहिँ यतापट्टि छु, मेरो ब्याक क्यामेराबाट ब्लग बनाइरहेको छु, खिचिरहेको छु। त्यस्तो एरिया चाहिएको हुन्छ मान्छेलाई। रुममा बस्दा बस्दा चाहिँ बोरिङ हुने रहेछ क्या, अनेक खालको थट आउने, इनर्जी पनि लस हुने क्या। मान्छेको शरीर भनेको चाहिँ एकदम चलायमान क्रियाको लागि नै बनेको हुन्छ कि भन्छ नि होइन। एकदम धेरै हिँडुल गर्ने ओर्ने यताउति एक्टिभ हुनुको लागि बनेको नि त होइन। यसरी रुममै फ्रिज भएर बस्छौँ भनेदेखि चाहिँ विभिन्न किसिमको मेन्टल प्रब्लम, अनेक किसिमको समस्या आउन सक्ने खतरा भएको भएर चाहिँ म चाहिँ यहाँ यसो पिस खोज्दै, शान्ति खोज्दै, मनलाई पनि तनलाई पनि दुइटै कुरालाई चाहिँ एक्टिभ राख्नको लागि यसरी बाई माई सेल्फ वाकिङमा आएको थिएँ। अब चाहिँ मेरो रुम फर्किँदैछु, किनभने साँझको टाइम छ यति बेला होइन। ओके।